गुड मर्निङ गाइस मलाई होइन अहिले फिलहाल चाहिँ हामी बसमा अगाडि दिन्छ जाने बस नेपालबाट निस्केको पट्यम दादाहरू हो दा हेलो बाई बाई पट्यम बाबा Samurai, Samurai. सन्तोक के गर्नु पछि फ्यामिली लिएर आउने अहिले चाहिँ अब जो बाटो गाडी परेर पोलिस बनायो हाम्रो यता कन्डक्टरलाई चाहिँ रड्डी बसिदिएको थियो फेरि त्यही उडाइदिँदो रहेछ नि त बस्छ लुलु चाराले आइपुग्यो साथी हो भोको चाराले मान्छे झर्ने झर्दै गरेर चाराली चाहिँ यस्तो रहेछ साथी हो चाराली टुकटुक डेलिभरी भनेको को अगाडि आउने डेलिभरी ल अस्ति र गाइस यहाँ चाहिँ मचिसको काँटी बनाउने मेलो हुँदै रहेछ कस्तो प्रकारले बनाइदिँदो रहेछ मचिसको काँटी कस्तो ठुलो गद्दा हुँदो रहेछ त्यो गद्दा चाहिँ सुकायो अनि त्यसलाई काटेर सानो बनाएर चाहिँ मचिसको काँटी बनाइदिँदो रहेछ नि त बुझ्दै चाहिँ यस्तो रहेछ नेपालमा चाहिँ पानीको त्यो अब नाकको खोला नाली भन्नु बढेको
चाहिँ के हो लास्ट लगाउने नेपालमा पनि चियापत्ती बगानहरू चाहिँ ठुल्ठुलो रहेछ गाइस। स्टार्टिङमा यत्रो छ ठुलो, अब कहाँ पर आँखाले देखि पनि सकेको छ कहाँसम्म छ बेसी भनेर चियापत्ती। हामी चाहिँ फिलहाल चाहिँ काकाटा भित्ता यहाँको यही चल्छ त्यो होइन, अर्को ल्याइदिउँ यो शिखर ल्याइदिउँ न। दाजु त्यो एउटा टेस्ट कोटमोड जाने होइन तपाईँहरू? कोटमोड जाने कि जङ्सन जाने? जङ्सन होइन, हामी त यता चम्पासरी जाने। चम्पासरी बसमा जाँदा पनि हुन्छ हो कि बाइपास गर्छ, पर मार्केट निकाल्छ नि त। के जान्छ यहाँ एटिएम छ? उता रहेछ एटिएम। तपाईँलाई अन्त 140 भन्छ टोटल, अन्त यो 160 हुन्छ नि। हाम्रो नि इन्डियन भाडा भयो नि भाइ। 80 को कति हुन्छ? तपाईँको यो 4 जनाको भाडा नि उताबाट नि 20 रुपियाँले 4 जनाको 80 रुपियाँ भयो 80 रुपियाँ भयो होइन? 80 उता दिएको माने 20 रुपियाँ होइन? अनि 100 रुपियाँ भइहाल्यो। भगाउनु न होइन? 80 10 कति भयो? 90 रुपियाँ होइन? 10 रुपियाँ फर्काउनु पर्छ नि। यहाँबाट हिँडिहाल्छ।
धन्यवाद। गाइसहरूले चाहिँ गाडीको पछाडि झुन्डिने सिट मजा आइदिँदो रहेछ तर हामी चाहिँ भर्खर बागडोग्रा बागडोग्रा स्टेसन मिलिट्री स्टेसन रहेछ पुग्यो हामी पनि भाई मेरा सामान निकालना है तो आपका सामान निकालिए ये वो इधर वाला निकाल दीजिएगा अब चाहिँ भित्र बसियो चाहिँ होइन गाइस सिधा अगाडि पुगेर अघि शाहरुख खानको रहेछ भने बागडोग्रा एयरपोर्ट चाहिँ यहाँदेखि उता साथी हो यहाँदेखि उता हेलो गाइस फाइनली सिलगढी पुग्यो होइन भर्खर मलाई चाहिँ बढे निन्द्राले साह्रो पाऱ्यो क्या त निन्द्रालाई भ्यास भनेको गाडीमा बेसी ट्राभल गरेकोले गर्दा अब अझै यहाँदेखि घर पुग्नुपर्छ घर भरे कस्तो साह्रो हुन्छ अब खाना खानु गएको हुन्छ गाइस तपाईँलाई म भरेतिर हुन्छु लस बाई ल साथी खानासाना पनि खाइयो होइन अब यहाँबाट निस्कियो अटोमा पर गान्धीनगरसँग होइन आज फेरि कटुपा मामा फेरि भेट भयो जुङ्गा मिलाइदिउँ न जुङ्गा मिलाउन दाढी 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 मुझको को थोड़ा राउंड घुमा के अन्ना को जैसा चश्मा लगा के कोकोनट पे लस्सी मिला के आजा सारे मूड बना के लुंगी डांस 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 यतिको चाहिँ छ है हाम्रो कटुपा मामा चाहिँ फेरि बाहुबलीको चाहिँ फेरि रेला हुने रेला अन्त साथी हो अब चाहिँ हामी फिलहाल सिलगढीबाट निस्केको घरतर्फ साह्रो पाऱ्यो अगाडि चाहिँ दाले गाडी कुदाइदिँदै छ हुनाले अन्त सिलगढीमा चाहिँ फेरि कुदाउनुभन्दा बेसी चाहिँ हर्न नै बजाइन्छ टिङ टाङ टिङ टिङ गर्दै महँगो है र साथी हो फिलहाल चाहिँ घर जाँदैछु आइपुग्यो गएको जग्गाबाट चाहिँ आइपुग्यो सेफली नै यो चाहिँ अप्पर पाखा घरको बोजू मामाको घरको बाटो हो होइन
सानोमा चाहिँ यही बाटो चाहिँ स्कुल हिँड्थ्यो तल ब्याथेल स्कुल। मजा आयो 2 दिनको टुरमा। हुन्छ गाइस, तपाईँहरूलाई फेरि यसरी नै सानो सानो भिडियोहरूमा भेट्दै गर्छु। लस हुन्छ। टेक केयर गाइस, बाई बाई।